हेलो साथीहरू, नमस्कार। फेरि पनि स्वागत छ यहाँहरूलाई मेरो यस युट्युब च्यानल डायमन्ड अफिसियलमा। आज हामी कुरा गर्न गइरहेका छौँ उहाँ नेपालको मेगा स्टार उपनामले चिनिनु हुने पपुलर साथै एकदमै लोकप्रिय अभिनेता हुनुहुन्छ अनमोल केसी। यस भिडियोमा हामी अनमोल केसीको लाइफ स्टाइल र सर्ट बायोग्राफी भन्न गइरहेका छौँ। यस भिडियोमा अनमोल केसीको एज, एजुकेसन, फ्यामिली, रिलेसन, करियर, इन्कम, नेटवर्क साथै बाइक र कार कलेक्सन सम्बन्धी कुरा गर्नेछौँ। यस भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यदि तपाईहरू पनि यस च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज यस च्यानललाई सब्सक्राइब गरिदिनु होला र तपाईहरू पनि अनमोल केसीको फ्यान हुनुहुन्छ भने भिडियोलाई एक लाइक गरिदिनु होला। रियल नाम रहेको छ अनमोल केसी भने निकनेम साथै उहाँले पाउनु भएको उपनाम चाहिँ मेगा स्टार रहेको छ। जन्म मिति रहेको छ 1994 मार्च 30 तारिक भने 2024 अनुसार 30 वर्षको भइसक्नु भएको छ। अनमोल केसीको जन्मस्थान रहेको छ काठमाडौँ नेपाल भने हालको करन्ट रेसिडेन्ट पनि काठमाडौँ नेपाल नै रहेको छ। अनमोल केसी नेसनालिटीले नेपाली हुनुहुन्छ भने उहाँको रिलिजन चाहिँ हिन्दू रहेको छ। अनमोल केसीको फिजिकल स्ट्याटस सम्बन्धी कुरा गर्नुपर्दा हाइट रहेको छ 6 फिट 2 इन्च भने हेयर कलर रहेको छ ब्ल्याक र आई कलर पनि ब्ल्याक रहेको छ। उहाँ प्रोफेसनले एक्टर, मोडेल र प्रोड्युसर हुनुहुन्छ। अनमोल केसीको एजुकेसन क्वालिफिकेसनको कुरा गर्नुपर्दा +2 पास, ब्याचलर रनिङ रहेको छ र उहाँले आफ्नो कलेज चाहिँ माल्पी इन्टरनेसनल कलेज काठमाडौँ नेपालबाट पास गर्नुभएको थियो। अनमोल केसीको रिलेसन साथै म्यारिटल स्ट्याटसको कुरा गर्नुपर्दा उहाँ अहिलेसम्म सिङ्गल नै हुनुहुन्छ। उहाँको फ्यामिली सम्बन्धी कुरा गर्नुपर्दा उहाँको फादर हुनुहुन्छ भुवन केसी र मदर हुनुहुन्छ सुस्मिता केसी भने उहाँको एकजना दाइ र एकजना दिदी हुनुहुन्छ। अनमोल केसीको हबिज सम्बन्धी कुरा गर्नुपर्दा उहाँको हबिजमा एक्टिङ, डान्सिङ, ट्राभलिङ र फोटोसुट रहेको छ। अनमोल केसीको सोसियल साइट सम्बन्धी कुरा गर्नुपर्दा उहाँको फेसबुक पेज रहेको छ भने अनमोल केसी भने जसमा अहिलेसम्म 6,80,000ले फलो गर्नुभएको छ र उहाँको इन्स्टाग्राम आइडी रहेको छ अनमोल केसी अफिसियल भने जसमा अहिलेसम्म 3,69,000ले फलो गर्नुभएको छ। अनमोल केसीको फेभरेट थिङ सम्बन्धी कुरा गर्नुपर्दा उहाँको फेभरेट प्लेस रहेको छ मुस्ताङ नेपाल भने फेभरेट स्पोर्ट रहेको छ फुटबल र फेभरेट एक्टर हुनुहुन्छ राजेश हमाल अनि फेभरेट एक्ट्रेस हुनुहुन्छ नम्रता श्रेष्ठ र सिङ्गरतर्फ मेलमा विपुल छेत्री र फिमेलमा प्रवेशा अधिकारी हुनुहुन्छ। अब कुरा गरौँ अनमोल केसीको फिल्मी करियर सम्बन्धी। उहाँले 2013मा होस्टेल मुभीबाट नेपाली रजत पदमा डेब्यू गर्नुभएको थियो भने पहिलो मुभी नै सुपर हिट साबित भएको थियो। अनमोल केसीले अहिलेसम्म आइपुग्दा टोटल 10वटा फिल्म खेलिसक्नु भएको छ भने जसमा 9वटा सुपर हिट र ब्लकबस्टर रहेका छन् भने जसमा एउटा चाहिँ छटके 2 फ्लप भएको थियो र उहाँको अपकमिङ मुभी रहेको छ जेरी अन टप जुन मुभीको एकदमै निकै हाइप रहेको छ। अनमोल केसीको इन्कम र नेटवर्क सम्बन्धी कुरा गर्नुपर्दा उहाँले पर मुभीबाट पारिश्रमिक 31 देखि 50 लाखसम्म लग्नुहुन्छ। उहाँको नेटवर्कको कुरा गर्नुपर्दा नेपाली रकम करिब 12 देखि 15 करोडसम्म रहेको छ। त्यसै गरी अब कुरा गरौँ अनमोल केसीको बाइक साथै कार कलेक्सन सम्बन्धी। हजुरहरूलाई एकदमै खुल्दुली लागेको कुरा पनि हुनसक्छ अनमोल केसी कस्तो गाडी चढ्छन्, कस्तो बाइक चढ्छन् भनेर। अब कुरा गरौँ उहाँको बाइक सम्बन्धी। अनमोल केसी बेनेली 302R अनि बेनेली लिउसिनो 500 र डुकाटी मोन्स्टर 796 गरी 3वटा बाइक चढ्दै आइरहनु भएको छ जसको प्राइस क्रमशः बेनेली 302R अहिलेको समयमा 5,50,000 पर्न जान्छ अनि बेनेली लिउसिनो 500 13 लाख पर्न जान्छ र डुकाटी मोन्स्टर 796 चाहिँ 21,50,000 पर्न जान्छ। अब कुरा गरौँ अनमोल केसीको कार कलेक्सन सम्बन्धी। अनमोल केसीको कारको कुरा गर्नुपर्दा उहाँले जिप कम्पासको गाडी चढ्दै आइरहनु भएको छ भने जसको अहिलेको बजार मूल्य 1 करोड 4 लाख पर्न जान्छ। हस्त साथीहरू, आजको भिडियो यति नै थियो। भिडियो मन परेमा एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला।